हामी सबैले लाग्छ हैन ब्राउजरको इन्कग्निटो मोड एकदम सेफ एन्ड प्राइभेट हुन्छ लाइक यो भ्रम तिमी एक्लैलाई मात्र हैन हामी सबैलाई हो सो इन्कग्निटो मोडलाई लिएर अरु के भ्रम छन् त लेट्स अन्डरस्ट्यान्ड फर्स्ट हाम्रो इन्टरनेटमा भएको एक्टिभिटी आइएसपीलाई सबै थाहा हुन्छ आइएसपी भने इन्टरनेट सर्भिस प्रोभाइडर जसले हामीलाई इन्टरनेट प्रोभाइड गरिरहेको हुन्छ लाइक भाइनेट वर्ल्ड लिङ्क सिजनेट अब जसले इन्टरनेट दिइरहेको छ उसलाई थाहा नहुने त कुरै भएन सो यदि आइएसपीबाट पनि बस्नु छ भने VPN इज द बेस्ट अप्सन सेकेन्ड जुन वेबसाइट हामीले ब्राउज गरिरहेको हुन्छौँ त्यसले पनि हामीलाई मजाले ट्र्याक गर्न सक्छ हाम्रो आइपी एड्रेस हाम्रो डिभाइसको अरू इन्फर्मेसनहरू मजाले लान सक्छ यदि मैले इन्कग्निटो मोडमा चप्पल भनेर सर्च गर्यो भने कुनै पनि सोशल मिडिया चलाउँदा चप्पलको एड आउन सक्छ थर्ड इन्कग्निटो मोडले हामीलाई मालवेयरबाट जोगाउँदैन हामीलाई लाग्छ इन्कग्निटो मोड भन्नाले सेक्युरिटीको हिसाबले एकदम सेफ हो तर यो तिम्रो भ्रम मात्र हो केही त्यस्तो वेबसाइटमा जानु पर्यो अथवा कुनै क्र्याक या रिस्की डाउनलोडहरू गर्नु पर्यो इन्कग्निटो मोडमा गर्दा सेफ हुन्छ भन्ने लाग्छ हैन बेकार फोर्थ कुनै नेटवर्क एडमिनमा इन्कग्निटो मोडमा चलाइरहेको छ भने त्यहाँ पनि सेफ छैन खास गरी स्कुल अफिस हस्पिटल जस्ता ठाउँहरूमा नेटवर्क एडमिनहरू हुन्छ जसले त्यो पर्टिकुलर अर्गनाइजेसनको सबै इन्टरनेट एक्सेसहरू ट्र्याक गर्न सक्छ पब्लिकली फ्री वाइफाईमा पनि इन्कग्निटो मोडमा मजाले ट्र्याक हुन सक्छ अब त सकेन र अब यसरी भन्दै नै गयो भने धेरै नै छन् बट प्राइभेसी र सेक्युरिटी एकदम कन्सर्न गर्छौ भने ब्रेभ ब्राउजर एउटा बेस्ट अल्टरनेटिभ हुन सक्छ कुनै फाइलमा लिङ्क सस्पिसियस छ भन्ने कुरा थाहा चाहिँ कसरी पाउने त्यो चिजबाट बस्नलाई एउटा मजाको वेबसाइट छ virustotal.com भन्ने जहाँ गएर आफूसँग भएको या कुनै अरूले दिएको फाइल वा लिङ्कमा मालवेयर छ कि छैन भन्ने कुराहरू मजाले चेक गर्न सकिन्छ यस्तै कन्टेन्टको लागि हामीलाई फलो गर्न नबिर्सिनु होला